सो आजको भिडियो चाहिँ मैले बिहानबाट स्टार्ट गरेँ। उठेको पछि खिड्कीहरु खोलेको पछि चाहिँ म चाहिँ बाहिर आएँ। हेर्छु आजको वेदर भनेर हेर्दा त यस्तो घाम लागिसकेछ हेर्नुस् न। र मेरो बगान चाहिँ निकै जंगल देखिँदैछ किनभने मैले चाहिँ मकै लगाएको थिएँ। अलिअलि कुखुरालाई हुन्छ र आफूलाई खानु पनि हुन्छ भनेर। र हेर्नुस् न घाम चाहिँ यतिको आइसकेको रहेछ आँगनमा। र त्यसपछि चाहिँ मैले चाहिँ सबसे पहिला फ्रेश भएको पछि चाहिँ म चाहिँ धमाधम आँगन झाडु मारिहाल्छु भनेर यहाँ चाहिँ आँगन झाडु लगाउँदै थिएँ। किनभने आँगन झाडु चाहिँ फर्स्ट लगायो भने त्यहाँबाट भित्रको काम त आरामले गर्दा पनि हुन्छ। पछि आँगन झाडु लगाउँछु भनेर राखेपछि त यस्तो घाम आउँछ नभन्नुस् न साथीहरु, बाहिर निक्लिनु नै सक्दैन। र त्यसैको लागि मैले चाहिँ आँगन झाडु चाहिँ यहाँ फटाफट मारिहालेँ। र त्यसपछि गए म चाहिँ बरन्डातिर झाडु लगाउन लागि। तर आज चाहिँ मेरो काम एकदमै उल्टा भयो किनभने घर झाडु लगाएको पछि आँगन झाडु लगाउनु पर्ने। तर के भयो, मैले चाहिँ अगाडि आँगन झाडु लगाएँ र त्यसपछि घर झाडु। र यो फुलको पत्ताहरु चाहिँ मैले किराले खाएकोहरु यसरी राखिदिन्थे र त्यसलाई नै फेकेको पछि चाहिँ मैले यहाँनेरि फटाफट यसरी झाडु मारेर यहाँ चाहिँ बाहिर निकाल्दिए। र त्यसपछि चाहिँ मैले सबै यसरी जम्मा गरेर डस्ट प्लेटमा मैले चाहिँ बगानमा फ्याकिदिन्छु किनभने मल पनि हुन्छ। र त्यसपछि आयो मेरो टर्न अब चाहिँ फुलहरु कोट्याउने। किनभने बिहान उठिकिन मलाई चाहिँ यताको फुल उतार नगरी र माटो साटो नछुई मलाई चाहिँ मेरो चाहिँ दिनै राम्रो जान्न। र त्यसपछि मैले चाहिँ कुन पोटमा फुल सोर्नुको लागि यसरी राखिदिन्छु र त्यसमा ज्वरो आएपछि एउटा गरेर दुसरा पोटमा मैले चाहिँ सार्न थाल्छु। र म चाहिँ यसरी पुलीलाई उक्काउँदै दुसरामा लगाउँदै थिएँ यसरी हेर्नु साथीहरु। र मैले चाहिँ आफ्नो यहाँनेरि फुलहरुलाई गुलाबहरुलाई ज्वरो आउनुको लागि यस्तो गर्छु, बालुमा लगाएर राख्छु। र तपाईहरुले चाहिँ कस्तो गर्छ मलाई जरुर भन्नुस् होला। र त्यसपछि मैले चाहिँ जुन फुलहरु अलिअलि सुकिएको थियो त्यसमा मैले चाहिँ यसरी बिहान पानी दिन्छु। बिहान एकचोटी दिन्छु, बेलुका एकचोटी दिन्छु किनभने आजकल घाम चाहिँ धेरै छ हो साथीहरु। त्यसपछि हेर्नुस् न मेरो काम चाहिँ बिहान एकचोटी यो हुन्छ, बेलुका एकचोटी यही हुन्छ, रिपिटली हुन्छ हो साथीहरु। र मेरो फुल चाहिँ यतिको भएको छ हेर्नुस् है। र जुनमा पानी अलरेडी गिलो छ माटो त्यसमा चाहिँ मैले दिन्न, जुन सुकिगएको छ त्यसमा चाहिँ दिन्छु। र यो बालुमा जुन फुल हालेछ त्यो त चिसो राख्नु एकदम जरुरी छ र त्यसमा चाहिँ मैले पानी दिन्छु। र साथीहरु हेर्नुस् न मेरो फुल चाहिँ यतिको छ, इन्डोर प्लान्ट पनि छ र फुल्ने फुल पनि छ। र त्यसपछि म चाहिँ गए दोकान किनभने दूध पनि ल्याउनु थियो त्यो आन्टीकोमा गएर। र हेर्नुस् न मेरो चेहरा देखेर थाहा पाइहाल्नु भएको छ होला घाम चाहिँ यतिको चर्को छ भनेर। र त्यसपछि माइजूको दोकानमा गए। उठेको पछि म एकछिन बस्दिन र माइजूको दोकानमा गएर यहाँ चाहिँ मामा माइजूसँग बोल्दै म चाहिँ बसिरहेको थिएँ। मामा चाहिँ यता पल्टिरहेको थियो, माइजू चाहिँ ब्रेकफास्ट बनाउँदै थियो। र त्यसपछि आन्टीले पनि मलाई यहीँनेरि दुध लिएर दिनुभयो र मैले चाहिँ दुध पनि लिइसकेँ हो। र त्यसपछि मैले चाहिँ दोकानबाट मैगी लिए 2 प्याकेट र यता घरमा आएर मैले दुध पनि उमाले र साइडमा मैले कराई पनि बसाले मैगी बनाउँछु नास्तामा भनेर। र हामी आमा छोराछोरी चाहिँ नास्ता पनि गर्यो। त्यसपछि हामी चाहिँ रेडी भएर आइफोन लिएको पछि चाहिँ चार्जरलाई चाहिँ एकदम साथैमा लिएर हिँड्नु रहेछ। र हामी आमा छोराछोरी चाहिँ आज कहाँ हिँडेको भन्दाखेरि बडाबा ससुर खसेको आज 1 साल टक्क भयो र उसको बर्सी थियो आज र हामी चाहिँ त्यसैमा हिँडेको। छङमा भन। हजुर जल्दी जा फटाफट डेर होगा। तिमी के गरेको यहाँ? के गरेको? बाबु चप्पल लगा आफ्नो। छे गन्दा मम लोजिना तिमी के गरेको? चप्पल लगाएको। बाबु यहाँ आऊ जल्दी, कुरो लाग्छ जल्दी आऊ। अब म बाबुलाई मिठाई पनि किन्दिन्न। उठ कपडा गन्दा हुन्छ जल्दी उठ। बाई भन्देऊ, बाई गर्देऊ न। यता बाई गर्देऊ। मलाई बाई गर, मलाई बाई गर न, बाई। त्यसको पछि म चाहिँ यहाँ केटाकेटीसँग टाइम पास गर्दै बहिनीलाई रोक्दै थिएँ। ऊ चाहिँ रेडी हुँदै थियो। हजुर त्यसपछि हामी 4 जना चाहिँ जानलाई निक्लेर र यहाँ हेर्नुस् स्कुटीमा चाहिँ कठाल छ, कठाललाई चाहिँ त्यहाँ पुर्याउनु पर्ने।
त्यसपछि हामी चारजना चाहिँ यहाँ बहिनीकोमा आइपुगेर हामी चाहिँ बहिनीले चाहिँ भन्दै थियो अघि रेडी भएर बसेछु तर भाइ छैन, तपाईँहरू जाँदै गर्नुहोस् हामीहरू आउँदै गर्छु भनेर हामी चाहिँ यहाँनिर मार्केट आएँ, अलिकति सामान लगिदिनु पर्यो भनेर। र त्यसपछि यहाँ चाहिँ आएर मैले कोल्ड ड्रिङ्क्सहरू लिएँ फ्रिजबाट चिसो र हेर्नुहोस् न घाम चाहिँ यति चर्को छ नि, कसरी जानु, नानीलाई लिएर टेन्सनै भएको छ तर जानु त पर्ने हो। र तपाईँहरूलाई त थाहै छ होला हाम्रो राई लिम्बू तामाङको चाहिँ एकदम जाडो नभए हुँदैन। र हामीले चाहिँ यहाँबाट लिएको पछि हामीले चाहिँ पेट्रोल डालेर त्यसपछि हामी चाहिँ गएँ र आधा बाटो चलाउँदा मलाई चाहिँ यति हात दुख्यो नि साथीहरू। र त्यसपछि मैले चाहिँ बहिनीलाई चलाउनु भने र म चाहिँ यहाँनिर हेर्नुहोस् न यसरी पछाडि फेस चाहिँ पुरा कभर गरेर बसेको छु हो। र फेस यतिको कभर गरेन भने त जलिहाल्छ, किनभने घाम चाहिँ यति चर्को थियो, स्कुटीमा त थाहा पाउँदैन तर पछि थाहा पाउँछ साथीहरू। र त्यसपछि फाइनली हामी चाहिँ यहाँनिर पुगिसकेको छु हाम्रो देमादेपाको घर। र त्यसपछि यहाँ चाहिँ हामीले स्कुटी साइडमा राखेर भित्र गएको त सबैजना आफ्नो आफ्नो काममा लागिसकेको रहेछ। तपाईहरु खानु ने ठण्डा गरी यो पानी हाल्दा लिएर केहीले र दिदीले चाहिँ हामीलाई ठन्डा लिएर दियो। त्यसपछि हामी चाहिँ पिएर एकछिन लसुन छिलेको पछि चाहिँ म चाहिँ दमादम यता चौकामा रोटी पोल्दैछु साथीहरू। बुहारी मान्छे भएर अब जानेको काम त गर्नै पर्यो हो। र म चाहिँ आज फर्स्ट टाइम देख्दैछु कि राईको यस्तो हुँदा रहेछ भन्ने कुरा है। मेरो हस्बेन्ड त राई हो र मैले चाहिँ उनीहरूको रीतिरिवाज हेर्दैछु र गर्दैछु पनि, जानेर राख्नु पनि पर्यो है साथीहरू। र गरम चाहिँ यति थियो नि के नै भन्नु, बाहिर चर्को घाम यता चौकाको तातो, फेरि भी साथीहरू म चाहिँ दमादम यहाँ चाहिँ रोटी पोल्दै थिएँ। र त्यसपछि रोटी चाहिँ दमादम पोलेको पछि चाहिँ फेरि हामीहरू चाहिँ गए यता नदी किनारतिर, किनभने नदी किनारमा चाहिँ रहेछ यता बडाबाउ ससुराको नाममा बनाएको चौतारा। र त्यो चाहिँ आज के हो भन्ने कुरा मलाई पनि थाहा भयो र तपाईँलाई पनि म यहाँ देखाउने छु साथीहरू, हेर्दै गर्नु होला। फोटो यहीँ राखिदिन्छ कि अब सो हामी चाहिँ यहाँनिर आएर हेर्दाखेरि चाहिँ चौतारा चाहिँ त्यो जुन देख्नु भइरहेछ नि हो त्यो साथीहरू। उतापट्टि चाहिँ ठुलो नदी छ एउटा र जङ्गलहरू छ। त्यहाँबाट आउँदाखेरि मान्छेहरूलाई यहाँनिर चाहिँ बिसाउने ठाउँ बनाइदिएको देपाको नाममा, किनभने यो पनि एउटा पुण्यको काम हो साथीहरू, जहाँ मान्छेहरू जङ्गल नदी नालाबाट आएर एकछिन बिसाउँछ हावा खानुको लागि, आफ्नो थकाइ मेटाउनुको लागि। र बुहरूले चाहिँ देपाको नाममा यो बनाएर निकै पुण्यको काम गर्नुभएको छ। यो चाहिँ हाम्रो एउटा राईको नियम रहेछ साथीहरू। सो हेर्दै गर्नुहोस् होला। यो चौतारामा चाहिँ देपाको फोटो राखेर उहाँलाई माला लगाएर त्यसपछि आफ्नो खानदान र जति भी चिनाजाना इष्ट मित्र है सबैले यहाँनिर चाहिँ उसको आत्मा शान्तिको लागि अगरबत्ती बाल्ने रहेछ। जाऊ अगरबत्ती जलाऊ। नदी जानु न, यता अगरबत्ती जलाउनु जल्दी जानु, नदी जाने हामी अगरबत्ती जलाएर हामी नदी जाने। यसलाई पनि लिउ यहाँ आमा धर्दिँदैछ अगरबत्ती। मैले चाहिँ अगरबत्ती पनि बालिसकेँ र त्यसपछि चाहिँ मेरो छोराछोरी चाहिँ उसको ममासँग गएर उसको फोपाको लागि अगरबत्ती जलाउँदैछ। र त्यसपछि हामीले चाहिँ यो सब नियम नीति गरेर यता घरतिर आएको पछि चाहिँ म चाहिँ बहिनीको घरमा गएर पल्लो घरमा गएर फुल नमागी मलाई चाहिँ शान्ति नै हुँदैन र मैले चाहिँ त्यहाँबाट पनि फुलसुल ल्याएँ। र त्यसपछि अब चाहिँ त्यो खाना खानेको बारी र म चाहिँ फटाफट खाना खाएर हामी चाहिँ आज घर फर्किनु पर्ने। र नन्दहरू हुँदा भाउजूले चाहिँ किन काम गर्नु भनेर म चाहिँ यहाँ मजाले बसेर खाना खानु थालेँ र नन्दहरूले चाहिँ मलाई जिस्काउँदै सर्भ गरिदिँदै थियो। कान्छी बहिनी यहाँ छ हाम्रो भाइ, एकदम टोनिक दिँदैछ।
र खानासाना खाएको पछि चाहिँ बेलुका भइसकेको थियो र हामी चाहिँ जानलाई निक्ले। त्यसपछि बहिनीले चाहिँ मलाई तपाईको ब्लगमा ढालो ढालो भन्दै जिस्काउँदै थियो र हामी चाहिँ बिदा सिधा मागेर यहाँ निक्लिसकेको छु र यता चाहिँ छ मामा ऊ पनि साथमै जाने हो। र आउँदा आउँदा बाटोमा चाहिँ पार्सलको लागि फोन आएको थियो र हामी चाहिँ अफिसमा पसेर पार्सल पनि लिए। घरमा आएर कामसम सकेको पछि चाहिँ म चाहिँ नुहाइधुवाइ गरेँ, केटाकेटीलाई पनि नुहाइधुवाइ गरिदिएँ र त्यसपछि काम चाहिँ खत्तम गरिसकेर म चाहिँ यहाँ तपाईँहरूलाई मैले चाहिँ के मगाएको थिएँ भन्दाखेरि फ्लिपकार्टबाट यो एउटा लम्बावाला फ्रक मगाएको थिएँ र तपाईँहरूलाई पनि देखाउँदैछु, अनबक्सिङ गर्दैछु, हेर्नुस् ल। र मलाई चाहिँ यो बहुत प्यारा लागेको थियो साथीहरु, तपाईहरुलाई कस्तो लाग्छ यहाँनिर हेर्नुस् ल। र म तपाईहरुलाई खोलेर मात्र हैन यहाँ लगाएर पनि देखाउने छु। सो मलाई चाहिँ लगाएको पछि चाहिँ यस्तो देखियो फाइनल लुक चाहिँ, हेर्नुस् होला। के गर्ने साथीहरु, कपडा चाहिँ परिपरिको लाउनु मन लाग्छ तर जिउमा चाहिँ एकदमै फिट हुँदैन कि, हेर्नुस् न। फेरि मलाई चाहिँ यो एकदम प्यारा लागेर मैले चाहिँ यो अर्डर गरेको र त्यसपछि चाहिँ हामी खानासाना खाएर पनि बिस्तरतिर लागे साथीहरु। सो अब तपाईहरुलाई भेट्नेछु नेक्स्ट ब्लगमा। सो अहिले ल बाई।